नेपाली कांग्रेसको अधिवेशन चाहिँ समयमै हुनुपर्छ, छिटै हुनुपर्छ, अहिलेको परिवर्तनलाई सम्बोधन हुने गरी हुनुपर्छ भन्ने हाम्रो चाहिँ धारणा छ। कम्युनिस्टहरूको सङ्गतले नेपाली कांग्रेस अहिले विशेष महाधिवेशन हो कि नियमित महाधिवेशन भनेर अल्झेको छ। नेपाली कांग्रेसको अहिले चलिरहेको 15औं महाधिवेशनको सन्दर्भमा मकवानपुर जिल्लाको केही कुराहरू राख्न चाहन्छु। महाधिवेशनको अवधि पनि सुरु भइसकेको छ। यो कार्यकाल 4 वर्षको सकिसकेको छ। सकिएको सन्दर्भमा अब विशेष महाधिवेशन हुन्छ कि नियमित महाधिवेशन हुन्छ कि फागुन 21 को अहिलेको सरकारले तोकेको निर्वाचन अघि हुन्छ कि वा पछि हुन्छ कि भन्ने धेरै यो चाहिँ जिज्ञासा आम जनसमुदायको पनि छ। नेपाली कांग्रेस पार्टीभित्रका साथी नेता कार्यकर्ताको पनि छ। हामीले यो अधिवेशनको सन्दर्भमा हामी छलफल पनि गर्यौं। नेपाली कांग्रेसको अधिवेशन चाहिँ समयमै हुनुपर्छ, छिटै हुनुपर्छ, अहिलेको परिवर्तनलाई सम्बोधन हुने गरी हुनुपर्छ भन्ने हाम्रो चाहिँ धारणा छ। नेपाली कांग्रेसको मौलिक अवधारणाबाट चाहिँ अधिवेशन हुनुपर्छ भन्ने चाहिँ मेरो चाहिँ बुझाइ छ। नेपाली कांग्रेस चाहिँ कस्तो भइदियो भने संगत गुनाको फल जस्तो। नेपाली कांग्रेसले नेकपा माओवादीसँग पनि संगत गर्यो सरकारमा बसेर। नेपाली कांग्रेसले नेकपा एमालेसँग पनि संगत गर्यो सरकारमा बसेर। कहिले चुनावमै गठबन्धन गरेर गयो। उम्मेदवार पनि चाहिँ के छ भने साझा रूपमा चाहिँ सम्बोधन गर्यो। त्यो संगतको कारणले नेपाली कांग्रेसलाई राजनीतिक रूपमा अलिकति असर परेको हो कि जस्तो लाग्यो। कम्युनिस्टहरूको सङ्गतले नेपाली कांग्रेस अहिले विशेष महाधिवेशन हो कि नियमित महाधिवेशन भनेर अल्झेको छ। त्यसकारण म नेपालका सबै नेपाली कांग्रेसका नेतृत्वलाई के भन्न चाहन्छु भने नेपाली कांग्रेस आफ्नो परम्परागत ऐतिहासिक मौलिकतालाई नबिर्सिकन नियमित महाधिवेशन छिट्टै चाँडै सक्दो छिटो गर्नलाई चाहिँ आग्रह गर्न चाहन्छु।